प्रथम व्यासनगर राष्ट्रपा कप 2081 खुल्ला 7 साइड फुटबल प्रतियोगिताको यो चौथो दिनको दोस्रो खेल बीवाईसी विरुद्ध समृद्धि युथ क्लब बीच हुन गइरहेको छ। हामी प्रतियोगिताको यो चौथो दिनमा रहेका छौं र यो दोस्रो चरणको दोस्रो खेल रहनेछ। बीवाईसी बाई मार्फत दोस्रो चरणमा प्रवेश गरेको हो भने समृद्धि पहिलो चरण खेलेर यो दोस्रो चरणमा रहेको छ। यसैगरी आजका टिम कप्तान समृद्धिको तर्फबाट अभिषेक परियार रहेका छन् भने बीवाईसीको तर्फबाट रेशम राई रहेका छन् भने टिम रेफ्रीहरूमा रहनु भएको छ विमल थापा, अमृत गुरुङ। यसैगरी दोस्रो चरणको खेलहरू भइरहेका छन्। यस प्रतियोगिताको प्रथम व्यासनगर राष्ट्रपा कप 2081 खुल्ला 7 साइड फुटबल प्रतियोगिताको विजेता टोलीले नगद 75,000 ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले भने नगद 35,000 ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यसैगरी स्पोर्ट्स तनहुको टाइटल स्पोन्सरको रूपमा नेशनल इलेक्ट्रोनिक सप्लायर्स रहेको छ, जहाँ फोङ्खा एससी हिटर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक आइटमका सामानहरू एकै ठाउँमा पाउनका लागि सम्झन सक्नुहुनेछ। यसैगरी एजुकेसन पार्टनरको रूपमा कन्काई ग्लोबल एकाडेमी, जहाँ शैक्षिक सत्र 2082 का लागि धमाधम भर्ना खुलेको समेत जानकारी गराउन चाहन्छु। त्यसका साथै प्रिन्ट पार्टनरको रूपमा झोले आर्ट्स तमोली रहेको छ। व्यास नगरपालिकामा नै पहिलो पटक मेसिनबाट मार्बल प्रिन्ट गर्नका लागि सम्झन सक्नुहुनेछ। झोल्यास दमोलीलाई हामी चौथो दिनमा छौं। प्रतियोगिताको राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका वडा नम्बर 10 द्वारा आयोजित प्रथम व्यासनगर राष्ट्रपा कप 2081 खुल्ला 7 साइड फुटबल प्रतियोगिताको व्यास नगरपालिका 10 स्थित रहेको यस तुमसी खेल मैदानबाट स्पोर्ट्स तनहुको अफिसियल फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारणमा जोडिएका छौं। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ र कुन टिमको समर्थनमा कृपया कमेन्ट मार्फत आफ्नो जानकारी गराउन सक्नुहुनेछ। बीवाईसीको लागि अजित थापा निकै सुन्दर कटब्याक, अभिषेक परियार टिम कप्तान। हामी प्रतियोगिताको दोस्रो चरणको दोस्रो खेलमा रहेका छौं। टिम कप्तान समेत रहेका रेशम राई, आशिष राई, पुनः एकपटक ब्याकदास रेशमका लागि राइट ह्यान्ड साइडमा आशिष, आसमान यो पहिलो टच रहेको छ आसमानको। पुनः एकपटक आसमान, यो प्रहार यसपटक भने भाग्यशाली रहन पुगे समृद्धि युथ क्लब। यो पहिलो कर्नर किक लिँदै साजन बीके बुलेट, यो सुनौलो अवसर आशिष राईका लागि। हामी खेलको पहिलो हाफमा रहेका छौं। हालसम्मको अङ्क दुवै टिमको 0-0 रहेको छ। अभिषेक
ब्याक पास पुनः आशिष राई रेशमका लागि रेशम निकै भरपर्दा डिफेन्स समेत रहेका छन् जिल्ला लिग तनहुका उत्कृष्ट डिफेन्डर समेत प्राप्त गरिसकेका रेशम आज हामी बीवाईसी को टिमबाट देख्न पाइरहेका छौं निकै अनुभवी र निकै महत्त्वपूर्ण खेलाडी समेत रहेका छन् रेशम आशिष राई साजन बुलेट पुनः एकपटक रेशम स्विच गरिदिएका छन् अजितका लागि अजित अझ पनि बलमा अजित थापा समृद्धि युथ क्लब भुटेरा ब्रदर्सको तर्फबाट लाइनअप यस प्रकार रहेको छ म्यानेजरमा सुजन गुरुङ टिम कोचमा राजेश राई जर्सी नम्बर 30 निश्चल गुरुङ जर्सी नम्बर 10 पवन दराई जर्सी नम्बर 14 उमर गुरुङ जर्सी नम्बर 18 पर्छिन गुरुङ जर्सी नम्बर 11 अभिषेक परियार टिम क्याप्टेन समेत रहेका छन् जर्सी नम्बर 7 सबिन कोइसेली जर्सी नम्बर 1 अजित परियार जर्सी नम्बर 9 अरुण गुरुङ जर्सी नम्बर 8 सौरभ गुरुङ जर्सी नम्बर 0 मोहन गुरुङ रहेका छन् बीवाईसी को तर्फबाट यो अजितका लागि अजित आसमान थापा यसपटक पनि अजित बाधक पनि दिएका छन् निकै सुन्दर बचाव बीवाईसी को तर्फबाट लाइनअप यस प्रकार रहेका छन् म्यानेजरमा न्युटन गुरुङ रहेका छन् भने टिम कोचमा ड्रबिन गुरुङ जर्सी नम्बर 21 सन्दीप पाले मगर गोलकिपर रहेका छन् जर्सी नम्बर 18 अजित मगर जर्सी नम्बर 42 रोशन बहादुर राई रेशम बहादुर राई जर्सी नम्बर 5 आशिष राई जर्सी नम्बर 16 अंकित थापा जर्सी नम्बर 7 साजन बीके जर्सी नम्बर 22 आसमान थापा जर्सी नम्बर 12 विशाल गुरुङ जर्सी नम्बर 11 रियाज थापा रहेका छन् विधान होवे थापा मिलन खड्का हालसम्म यसको दुवै टिमको 0-0 रहेको छ र हामी खेलको यो पहिलो हाफमा रहेका छौं राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित प्रथम व्यासनगर राष्ट्रसभा कप 2081 खुल्ला 7 साइड फुटबल प्रतियोगिताको यो चौथो दिनको दोस्रो खेलमा रहेका छौं रबिन साजन बुलेटको लागि त्यहाँ स्विच गर्न चाहन्थे अजित पवन दराई आशिष राई आसमानका लागि साजन बुलेट पुनः एकपटक अजित थापाको यो निकै पावरफुल एटेम्प रहेको थियो यद्यपि गुड लक बीवाईसी बोइज भन्दै हुनुहुन्छ आशिष साजन बुलेट अजित थापा ब्याकपास रेशमका लागि टिम कप्तान निकै अनुभवी डिफेन्डर रहेका छन् अंकित थापा रहेका थिए जर्सी नम्बर 16 का बीवाईसी को तर्फबाट सम्भवतः अंकित थापाको यस खेल मैदानमा यो पहिलो खेल रहनेछ भने आसमान अजित साजन बुलेटले यसअघि भएको डिल्यान्ड फुटबल प्रतियोगितामा आफ्नो सहभागिता यस खेल मैदानमा जनाइसकेका छन् बीवाईसी को टिमबाट यो अंकितका लागि पहिलो खेल मैदान रहनेछ अझ पनि बलमा अंकित समृद्धिको तर्फबाट अभिषेक परियार अभिषेकको प्रहार सन्दीप हाले कुनै कठिनाइ रहेन आशिष
अंकित आसमान थापा ब्याकपास राइट ह्यान्ड साइडबाट अंकित थापा अझ पनि बलमा अंकित आशिष राई अभिषेक टिम कप्तान समृद्धि युथ क्लब बोटेटार ब्रदर्सको तर्फबाट आशिष राई रेशम राई अंकित पुनः एकपटक पहनद्वारा कुनै रिक्स लिन चाहँदैन त्यहाँ क्लियर गरिदिएका छन् सन्दीप आले साइड चेन्ज गरिदिएका छन् अजित तयारी अवस्थामा यसपटक पनि बाधक बनिदिएका छन् त्यहाँ पर्चिन गुरुङ अंकित काउन्टर मुभ बनाउने प्रयासमा आसमान यो सँगै पुनः एकपटक साजन बुलेट साजन बिके साजन बुकेको त प्रहारहरू निकै पावरफुल रहने गर्दछन् हामी खेलको यो पहिलो हाफमा रहेका छौँ र हालसम्मको अङ्क दुवै टिमको 0-0 रहेको छ सेतो जर्सीमा रहेको छ BYC ब्यास 4 दमौली रहेको छ भने हरियो र कालो जर्सीमा हामी देख्न सक्छौँ समृद्धि युथ क्लब बोटेटार ब्रदर्स रहेको छ अभिषेक बल आफ्नो नियन्त्रणमा राख्दा अझ पनि बलमा अभिषेक अंकित थापा लेफ्ट ह्यान्ड साइडबाट के बिल्डअप गरिरहेका छन् अंकित साजन बुलेटको लागि यो घातक रहन सक्दछ पुनः एकपटक अजित परियार निकै सुन्दर बचाउ रेशम ब्याकपास अंकितका लागि अंकित केही बिल्डअप गरिरहेका छन् रेशम साइड चेन्ज रेशम अंकित लास्ट डिफेन्स सम्हालिरहेका छन् ब्याकपास यो निकै सुन्दर हामीले कम्बिनेसन देख्न पाइरहेको छ यो निकै बल पोजिसन राखेर खेलिरहेको छ BYC सोसाइटी बक्समा पवन दराई अझ पनि बलमा पवन अभिषेक परियार राइट ह्यान्ड साइडबाट के पुश गर्न चाहन्थे अभिषेक अजित साजन बिके बुलेट ब्याकपास हामी खेलको यो पहिलो हाफमा रहेका छौँ हालसम्मको अङ्क दुवै टिमको 0-0 रहेको छ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ र कुन टिमको समर्थनमा रहनु भएको छ कृपया कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया राख्न सक्नुहुनेछ अंकित आसमानका लागि आसमानको यो प्रहार जर्सी नम्बर 22 का आसमान जिल्ला लीग तनहुमा हैरान्सबाट आफ्नो सहभागिता जनाइसकेका छन् आसमान विजेता टोली समेत रहेको थियो 2080-81 को जिल्ला लीग तनहुका हामी देख्न सक्छौँ अधिकांश खेलाडीहरू साजन बिके बुलेट अजित पुनः एकपटक लगातार यो दोस्रो कर्नर किक साजन बुलेटको यो प्रहार यसपटक पनि डिफेन्स लाइनलाई निकै फोकस गरिरहेको छ समृद्धि युथ क्लब बोटेटार ब्रदर्स आशिष राई आसमानका लागि अंकित पुनः एकपटक आसमान पवन दराई फ्री किक प्राप्त गरेको छ यो पहिलो फ्री किक रहनेछ समृद्धि युथ क्लब बोटेटार ब्रदर्सको लागि निश्चल गुरुङ रहनेछन् बलमा
पुनः एकपटक पहन्दराई ब्याक पास निश्चल गुरुङ अझ पनि बलमा यो अवसर रहन सक्छ पुनः एकपटक अजित बाधक बनिदिएका छन् त्यहाँ आसमान थापाका लागि अजित परिहार निकै सुन्दर बचाउ अजितको तर्फबाट यो निकै सुन्दर 1 वर्सेस 1 को अवस्था रहेको थियो त्यहाँ आसमान विरुद्ध गोलरक्षक अजित निश्चल गुरुङ पुनः एकपटक निश्चल पहन्दराई यसपटक भने अंकित अभिषेक राइट ह्यान्ड साइडबाट अभिषेक के बिल्डअप गर्न खोजिरहेका छन् ट्रेनका लागि आसमान बलमा रेशम राई अंकित थापा पुनः एकपटक अजित सबिन गोसेली हिजो भएको पहिलो खेलको गोलकर्ता समेत रहेका छन् जर्सी नम्बर 4 का सबिन गोसेली हालसम्मको अंक दुवै टिमको 0-0 रहेको छ र हामी खेलको यो पहिलो हाफमा रहेका छौं अजित थापा आसमानको लागि आसमान पहन्दराई आसमान थापा पुनः एकपटक सबिन गोसेली बाधक बनिदिएका छन् हामी चौथो दिनको यो दोस्रो खेलमा रहेका छौं सन्दीप गोसेली साजन बुलेट राइट ह्यान्ड साइडमा रेशमका लागि सुरुवाती समयबाट नै दबावमा राख्न सफल रहिरहेको छ बीवाईसी बेस्तर दमौली त्यहाँ समृद्धि युवा क्लबमाथि बीवाईसी का लागि लगातार रूपमा बाधक बनिरहेका छन् त्यहाँ गोलरक्षक अजित परियार सन्दीप रेशम राई यो पहिलो बल राइट ह्यान्ड फ्ल्यागबाट त्यो सेन्टर लाइनबाट साजन बीके बुलेटको लागि अजित थापा ब्याक पास निकै सुन्दर बल पोजिसनहरू हामी देख्न पाइरहेका छौं बीवाईसी को तर्फबाट अधिकांश खेलाडीहरू अधिकांश प्रतियोगिताहरूमा एकै टिमबाट खेल्ने गर्दछन् हामीले देख्न सक्छौं अजित आसमान रेशम राई साजन बुलेट बीवाईसी को तर्फबाट यसको भरपूर फाइदा उठाउन आवश्यकता देखिन्छ बीवाईसी का लागि उमर गुरुङको यो फितलो क्रस अझ पनि बलमा अंकित यो ट्याकल रहेको थियो आसमान यो निकै सुन्दर वाल पास रेशम राई को निकै सुन्दर फिनिशिङ यो लेफ्ट फुटेड प्रहार कुनै गल्ती गरेनन् रेशम राई निकै सुन्दर फिनिशिङ हामीले भर्खरै मात्र देख्न पायौं बीवाईसी को तर्फबाट यो सँगै खेलमा अग्रता बनाएको छ 1-0 टिम कप्तान समेत रहेका रेशम राई अझ पनि बलमा थमन्दरलामी लाइभ सर्भ भन्दै हुनुहुन्छ यसैगरी सम्पूर्ण दर्शकबिन महान बाबालाई जानकारी गराउन चाहन्छु यही आउँदो नयाँ वर्ष 2082 लाई स्वागत गर्दै आदर्श युवा क्लब ब्यास 5 प्रतिनिधिले दोस्रो आदर्श कपको आयोजना गरेको हुँदा सम्पूर्ण खेलाडी तथा क्लबहरूलाई सहभागिता जनाई प्रतियोगिताको शोभा बढाइदिनु हुन पनि हामी विनम्र अनुरोध गर्दछौं निश्चल गुरुङ प्रथम व्यासनगर राजसभा कप 2081 खुल्ला 7 साइड फुटबल प्रतियोगिताको चौथो दिनको यो दोस्रो खेल को पहिलो हाफ समाप्त भएको छ र हालसम्मको अङ्क बीवाईसी 1 रहेको छ भने समृद्धि युथ क्लब बोटेटा ब्रदर्स 0
आज त्यसै प्रस्ताव गरिरहेको छ। चौथो दिनको थर्ड म्याच हुन गइरहेको छ भिवाइसी युथ क्लब भर्सेस डिल्यान्ड युथ क्लब। कृपया दुवै टिमका खेलाडी साथीहरू रेडी अवस्थामा रहिदिनु हुँदा विनम्र अनुरोध गर्दछु। प्रथम व्यासनगर राष्ट्रपा कप 2081 खुल्ला 7 साइड फुटबल प्रतियोगिताको यो चौथो दिनको दोस्रो खेलको दोस्रो हाफमा रहेका छौँ र हालसम्मको अङ्क 1-0 रहेको छ। सेतो जर्सीमा रहेको भिवाइसी 1 रहेको छ भने समृद्धि युथ क्लब बोटेटार ब्रदर्स 0 रहेको छ। विवेक खुलाल गुरुङ पनि हामीसँग जोडिनु भएको छ। हेलो दाइ नमस्कार भन्दै हुनुहुन्छ। हामी खेलमा स्वागत गर्न चाहन्छौँ विवेक खुलाल गुरुङज्यूलाई। पुनः एकपटक सुजन पवन दराई ब्याकपास अभिषेक परियार अझ पनि बलमा अभिषेक रेशम राई बल जित्दै लेफ्ट ह्यान्ड फ्ल्यागमा रहेका थिए। योसँगै बल जित्दै भिवाइसी थ्रोइनका लागि आसमान अंकितका लागि अंकित साजन बुलेट अझ पनि बलमा अजित थापा आशिष राईका लागि आशिष राई आसमान अझ पनि बलमा साजन एक गोलको लिडमा रहेको भिवाइसी लगातार रूपमा यो दोस्रो हाफमा पनि आक्रामक देखिएको छ। मिसकम्युनिकेसन केही तालमेलमा कमी भिवाइसीको तर्फबाट साजनको लागि रहेको थियो उक्त पास, यद्यपि बलसँग कनेक्ट भने रहन सकेनन्। अंकित परियार गोलरक्षक समृद्धिको तर्फबाट अंकित साजन बुलेट केही हेभी टच रहन पुग्यो। सन्दीप गोसेली संगमको प्रहार सन्दीप आले कुनै कठिनाइ रहेन सन्दीपका लागि, सहज आफ्नो नियन्त्रणमा राख्न सफल। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ र कुन टिमको समर्थनमा कृपया कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया राख्न सक्नुहुनेछ। साइड स्विच आशिष राईका लागि आसमान सन्दीप गोसेली पुनः एकपटक सन्दीप अंकित थापा रेशम आशिष राई यो वाल पास आसमान विरुद्ध अंकित अजित थापा अझ पनि बलमा अजित यिनीको सुन्दर प्लेसिङ रहेको थियो त्यहाँ आशिष राईको तर्फबाट, यद्यपि खतरा टरेको छ यस पटकलाई समृद्धि क्लबका लागि। पवन दराई
को मिस पास साजन बुलेट बल कलेक्ट गर्दै आशिष राई अझ पनि बलमा अभिषेक परियार रेशम राई बल जित्दै त्यहाँ बीवाईसी को लागि अंकित थापा ब्याक पास अजित साजन बुलेट मिडबाट केही बल बिल्डअप गरिरहेका छन् अंकित को यो हेभी टच अझ पनि बललाई त आफ्नो गल्ती सच्याउँदै अंकित रेशम गोलकर्ता समेत रहेका छन् रेशम राई अभिषेक परियार यो काउन्टर मुभ बनाउने प्रयासमा अझ पनि बलमा अभिषेक को यो प्रहार यससँगै दोस्रो हाफको पहिलो कर्नर किक लिनेछ समृद्धि युथ क्लबको तर्फबाट बलमा रहनेछन् उमर गुरुङको यो प्रहार पहन्दरै को यो फितलो प्रहार निश्चल गुरुङ यो बल जित्दै यासवन अजित थापाको निकै पितलो प्रहार अजित मगरको त्यो प्रहार त्यति प्रभावकारी रहेन यस पटकलाई समृद्धिको तर्फबाट केही खेलाडी परिवर्तनको संकेत हामीले देख्न पाइरहेका छौं आशिष स्विच गरिदिएका छन् अजितका लागि अजित यो क्विक रियाक्सन अजितको यो प्रहार अजित मगर कुनै कठिनाइ रहेन अजितका लागि यो खेलमा एक गोल गर्दै व्यक्तिगत तर्फ पहिलो गोल र टिमका लागि यो दोस्रो गोल रहेको छ यससँगै बीवाईसी 2 रहेको छ भने समृद्धि युथ क्लब पोटेटर ब्रदर्स 0 हामी खेलको यो दोस्रो हाफमा रहेका छौं यस पश्चातको खेल बीवाईसी टिम ब्लू विरुद्ध डिल्यान्ड बीच रहनेछ लेफ्ट साइडबाट के नर्भस देखिन्छन् आज समृद्धि युथ क्लबका खेलाडीहरू बल जित्दै अभिषेक साथीको खोजीमा रहेका छन् अभिषेक पवन के ढिलाइरहन पुगे त्यहाँ पवन दराईको तर्फबाट काउन्टर मुभ बनाउने प्रयासमा अजित मगर साजन बुलेटको लागि साजन के अवसर खोजिरहेका छन् थमन दरलाई नै मिठो गोल भन्दै हुनेछ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कृपया स्पष्टनको अफिसियल फेसबुक पेजलाई फलो र लाइक गर्नुभएको छैन भने पनि गर्नुहुन हामी विनम्र अनुरोध गर्दछौं हामी तनहुँ जिल्लाको विभिन्न कुना काप्चारमा रहेका खेलकुद गतिविधिलाई समेट्ने प्रयासरत रहिरहेका छौं पवन दराई बल जित्दै साजन बुलेट बीवाईसीको लागि अंकित अजित साजन बुलेट रेशम राईको लागि रेशम राईको यो प्रहार निकै पावरफुल एटेम्प रहेको थियो रेशम आशिष राईको तर्फबाट हामी प्रतियोगिताको चौथो दिनको दोस्रो खेलमा रहेका छौं यस प्रतियोगिताको प्रथम पुरस्कार 75,000 नगद ट्रफी मेडल र प्रमाणपत्र र दोस्रो पुरस्कार रहेको छ 35,000 ट्रफी मेडल र प्रमाणपत्र यस लगातार यस खेल लगातार यस पश्चात बीवाईसी टिम ब्लू विरुद्ध डिल्यान्ड बीच रहने कुरा पनि म सम्पूर्ण स्पष्ट नौ हेरेर बस्नुहुने दर्शकबिन महानुभावलाई जानकारी गराउन चाहन्छु प्रकाश आले रियाज थापा मगर खेल्नु पर्यो के भन्दै हुनुहुन्छ यो कर्नर किक बीवाईसी को तर्फबाट आशिष राई पुनः एकपटक कर्नर किक प्राप्त गरेका छन् आशिष स्वयं आफै प्रहार गर्नेछ अंकित शाहजहानको यो प्रहार
यस खेल पश्चात आजको तेस्रो खेल BYC टिम ब्लू विरुद्ध डिल्यान्ड बीच रहने कुरा सम्पूर्ण दर्शकबिन महानुभावहरुमा जानकारी गराउन चाहन्छु। पुनः एकपटक अजित यो अवसर बोकेर मात्र BYC को तर्फबाट खेलाडी परिवर्तन रहेको छ। रियाज थापा मगर खेल मैदान प्रवेश गरेका छन्। हालसम्मको स्कोर 2-0 रहेको छ। BYC 2 रहेको छ भने समृद्धि युथ क्लब बोटेटार ब्रदर्स 0 रहेको छ। पहिलो गोल रेशम राई टिम कप्तान र दोस्रो गोल अजित मगरले गरेका थिए BYC को लागि। खेलको पहिलो हाफमा रेशमको गोल रहेको थियो भने दोस्रो हाफमा अजित मगरको त्यो गोलसँगै 2-0 को अग्रता बनाउन सफल रहेको छ BYC व्यस्त दमौली। अभिषेक परियार अभिषेकको यो प्रहार पहिलो बारमा लाएर रिफ्लेक्ट भएको छ। निकै सुन्दर प्रयास पनि रहेको थियो त्यहाँ अभिषेकको तर्फबाट। यससँगै खेलाडी परिवर्तन साजन बुलेटको स्थानमा विशाल गुरुङ खेल मैदान प्रवेश गर्नेछ। अजित विशाल गुरुङको लागि दोस्रो हाफमा खेल मैदान प्रवेश गरेका विशाल। BYC को तर्फबाट त्यो लाइनअपमा 2 खेलाडी परिवर्तन भइसकेका छन्। विशाल गुरुङ खेल मैदान प्रवेश गरेका छन्। रियाज थापा मगर खेल मैदान प्रवेश गरिसकेका छन्। हामी खेलको दोस्रो हाफमा रहेका छौँ र हालसम्मको अङ्क 2-0 रहेको छ। यस पश्चातको खेल BYC विरुद्ध डिल्यान्ड बीच रहने कुरा पनि म सम्पूर्ण स्पष्ट नहेर बस्नुहुने दर्शकबिन मान बाबालाई जानकारी गराउन चाहन्छु। रियाज थापा मगर प्रकाशले रियाज थापा मगर गोल हान्न पर्यो है भन्दै हुनुहुन्छ। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ र कुन टिमको समर्थनमा कृपया कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया राख्न सक्नुहुनेछ। यसैगरी स्पोर्ट्स तनहुको टाइटल स्पोन्सरको रूपमा नेशनल इलेक्ट्रोनिक सप्लायर्स, एजुकेसन पार्टनरको रूपमा कन्के ग्लोबल एकाडेमी र फ्लेक्स पार्टनरको रूपमा झोले आर्ट्स दमोली रहेको पनि म सम्पूर्ण दर्शकबिन मान बाबालाई जानकारी गराउन चाहन्छु। हामी खेलको यो दोस्रो हाफमा रहेका छौँ र हालसम्मको अङ्क 2-0 रहेको छ। सेतो जर्सीमा रहेको BYC 2 रहेको छ भने हरियो र कालो जर्सीमा रहेको समृद्धि युथ क्लब बोटेटार ब्रदर्स 0। हालसम्मको स्कोर 2-0 रहेको छ। BYC 2 रहेको छ भने समृद्धि 0। राजकुमार बस्यकमा ह्यामस्ट्रिङ जोडिनु भएको छ। यसै गरी प्रथम व्यासनगर राजसभा कप
2081 मा जम्मा 24 टिमको सहभागिता रहेको थियो र हामी दोस्रो चरणको यो दोस्रो खेलमा रहेका छौं। हालसम्मको अङ्क 2-0 रहेको छ। सेतो जर्सीमा रहेको भिवाइसी 2 रहेको छ भने हरियो जर्सीमा रहेको समृद्धि युथ क्लब 0 रहेको छ। दुई 0 को अन्तरमा रहेको भिवाइसी तेस्रो गोलको खोजीमा रहेको छ। हामी खेलको यो दोस्रो हाफमा रहेका छौं र हालसम्मको अङ्क भिवाइसी 2 रहेको छ भने समृद्धि युथ क्लब 0। यो प्रहार सन्दीपलाई कुनै कठिनाइ रहेन। रियाज थापा मगर ब्याकपास अजितका लागि। अजितको यो प्रहार त्यो सोचेर अनुरूपको रहेन त्यो अजित। निकै सुन्दर कटब्याक अभिषेक परियारको तर्फबाट टिम कप्तान समृद्धि क्लब बोटेटा ब्रदर्सको तर्फबाट पुनः एकपटक अभिषेकको यो प्रहार यसपटक भने रेशम राई सँग बल लागेर बाहिरिएको छ। यससँगै कर्नर किक प्राप्त गरेको छ समृद्धि क्लब बोटेटा ब्रदर्सको तर्फबाट। 2 गोलले पछि परेको समृद्धि युथ क्लब लगातार रूपमा खेलमा फर्किने निकै सङ्घर्ष गरिरहेको छ। सुरुवाती समयमा त्यो डिफेन्स लाइनलाई निकै महत्त्वपूर्ण ध्यान दिइरहेको समृद्धि यो पछिल्लो समय भने केही अट्याकिङ मुभमेन्टमा गरिरहेको छ। रियाजको त्यो प्रहार सोचे अनुरूपको रहन सकेन। हामी खेलको यो दोस्रो हाफमा रहेका छौं। अन्तिम समयमा रहेका छौं। यस पश्चात भिवाइसी टिम ब्लू विरुद्ध डिल्यान्ड बीच रहने कुरा पनि म सम्पूर्ण दर्शकबिन महानुभावलाई जानकारी गराउन चाहन्छु। यो कर्नर किक अभिषेक परियार विशाल गुरुङ। यो सँगै प्रथम व्यासनगर राजसभा कप 2081 खुल्ला 7 साइड फुटबल प्रतियोगिताको यो चौथो दिनको दोस्रो खेल भिवाइसी द्वारा 2-0 को अन्तरले समृद्धि युथ क्लबलाई हराउँदै तेस्रो चरणमा प्रवेश गरेको छ। बधाई छ भिवाइसी टिमलाई, बधाई छ भिवाइसी का खेलाडीहरूलाई, बधाई छ सम्पूर्ण भिवाइसी का सदस्यहरूलाई। यसैगरी यस पश्चातको खेल भिवाइसी टिम विरुद्ध डिल्यान्ड बीच रहनेछ। उक्त खेल हामी लिएर आउने नै छौं। त्यतिन्जेलका लागि हामीसँग रहनुहोला, हेर्दै गर्नुहोला स्पोर्ट्स तनहुँ।